बालेन शाह र राजु पाण्डेलाई घिसारेर सडक बनाएर हामी नङ्गे झार भन्छौँ। त्यसको लागि हाम्रा साथीहरू आइसकेका छन्। खबरदार, बालेनको टिम बनाएर आएर यहाँ हामीलाई चाहिँ किन्न आइरहेको छ। हामीले जुन मेयरको रूपमा देखेका थियौँ, आज तपाईँ मेयर होइन, तपाईँ लुटेरा हो, तपाईँ लुटेरा हो, तपाईँ चोर हो। म तपाईँलाई यो भन्न चाहन्छु, तपाईँले आफू जन्मिएको थलोलाई बचाउन सक्नु भएन। त्यो पैसाबाट उनले चाहिँ तपाईँको चाहिँ यहाँ आफ्नो निजी पत्रकार पाल्ने, निजी चाहिँ बडीगार्ड पाल्ने, निजी कार्यकर्ता पाल्ने र म इमान्दार छु भनेर यहाँ व्यवसाय लगाटेर यहाँ योजना बनाउने नि। खबरदार, म बालेन शाहलाई यहाँबाट भन्न चाहन्छु, तपाईँ एउटा मधेसी समुदायबाट जन्मिएर सम्पूर्ण मधेसी समुदायलाई लाठी बजारी तपाईँ जस्तो कुपात्रलाई हामीले मेरै भन्दैनौँ। तपाईँ जस्तो व्यक्ति जसले सबैलाई आशा राखेको थियो कि बालेनले केही गर्छ, अब हिजोका मेयरभन्दा राम्रा मेयर आए, यसले व्यवस्थापन गर्छ। एउटा मधेसी समुदायको मेयर आउँदाखेरि यसले अब झन् अब एउटा समुदाय पनि रक्षा गर्छ। नेपालमा एउटा काठमाडौँ महानगरमा मधेसी समुदायको मेयरले चाहिँ जित गर्दाखेरि एउटा पहाडी र मधेसी बिचको चाहिँ एउटा चाहिँ ठुलो खाडलमा पुरिएको भनेर हामीले विश्वास गऱ्यौँ। तर दुर्भाग्यपूर्ण भन्नुपर्छ, त्यो मधेसीको नाममा खोल उडेको मधेसी आएछ, त्यो नकाबधारी मधेसी आएछ जसले आफ्नो घर जलाइरहेछ, आफ्नो समुदाय जलाइरहेछ। मैले यो पनि सुन्नमा आएँ, उसको बुवाले बालेन शाहले यस्तो काम नगर्नु, यो हाम्रो सम्पूर्ण एउटा वर्गले आज हामीलाई चाहिँ एउटा चाहिँ धिक्कार गरेको चाहिँ थुथु गरेको अवस्था आयो। मोदी समुदायले नै यसो गरेको नगर्नु भन्दा बाउकै कुरा नसुन्ने, यो गाँजा खाएको भरमा काम गरिरहेछ हेर्नुहोस्, यो गाँजा खाएको भरमा तपाईँले जे पनि गरिरहेछ हेर्नुहोस्। म बालेन शाहलाई चुनौतीको साथ यो मञ्चबाट भन्न चाहन्छु, आउनु खुल्ला बहस गरौँ। तपाईँसँग ताकत छ भने हामीसँग खुल्ला बहस गरौँ। तपाईँले बनाएको योजना सही छ वा हामीले बनाएको योजना सही छ, हामी चुनौतीको साथ भन्छौँ, आउनुहोस् जनताको सामु बहस गरौँ। तपाईँ गफै गर्न नसक्ने, भेटै गर्न नखोज्ने, लुकेर हिँड्ने, अनि तपाईँको चाहिँ तानासा प्रवृत्तिले जनतालाई चाहिँ तपाईँको आदेश दिएर ठोक भन्ने। यहाँ हाम्रा साथीहरूको यहाँ चाहिँ टाउको फुटिया छ, हात खुट्टा भाँचिएको छ, एक चिजको बदला लिन्छ तपाईँसँग, एक चिजको हिसाब लिन्छ। तपाईँलाई म यहीबाट चेतावनी सहित भन्छु, म राजु पाण्डे र बालेन शाहलाई चेतावनी सहित भन्छु, हाम्रा व्यवसाय मजदुर यहाँ चुरा लाएर बसेका छैनन्। यहाँ त हामीलाई भनिसकेका छन्, हामीलाई मात्र तपाईँले आदेश दिनुहोस्, यो क्षणभरको पनि यो मान्छे होइन, यिनीहरूलाई हामी ठिक पार्छौँ भनेको छौँ। हामीले होइन, यो गलत बाटो लाग्नुहुन्न, यिनीहरू अझै सचिएर आउँछन् भनेर भनेका छौँ। जसरी तपाईँले हाम्रो साथीहरूको बिस्तारै तपाईँको साइकल खोज्नुभयो, बिस्तारै उहाँको रोजगारी खोज्नुभयो, उहाँको परिवारको अन्न दाना पानी खोज्नुभयो, अब यी ज्वालामुखीको रूपमा तपाईँका यी हरेक कदमको विरुद्धमा तपाईँलाई चाहिँ ठिक पार्न आउनेछन् भन्ने कुरा म योबाट उद्घोष गर्न चाहन्छु। हाम्रा साथीहरू तपाईँलाई बाँकी राख्ने छैनन्। यहाँ तपाईँको यो मुलुकमा हरेक दिन तपाईँ हेर्दै जानुहोस्, समग्र यहाँ नेपाली जनतालाई थाहा छ, देशमा एयरपोर्टमा खचाखच छ, मुलुक खाली हुने क्रम तीव्र छ। काठमाडौँभित्र मात्रै तपाईँको मेयर आइसकेपछिको परिवर्तन 30% यहाँका बासिन्दा विस्थापित भएर पलायन भएर गइसके। तपाईँको विकास यही हो। तपाईँ यहाँको सबै नेपालीलाई चाहिँ लखटिएर खाली सफा चाहिँ काठमाडौँ बनाउने, खाली सफा नेपाल बनाउने, मानस रहित तपाईँको चाहिँ काठमाडौँ बनाउने तपाईँको यो योजना हो। तपाईँको यो योजना भण्डाफोर भइसकेको छ। तपाईँ अरबौँ कमाउने चलखेलमा छ। तपाईँलाई इमान्दार भनेर हामी खाने भ्रम रहेछ, तपाईँ नखाने भनेर भने तपाईँको टिमले उहाँ चाहिँ सोरेर बसिरहेछ, तपाईँको टिमले पत्रकार पालेर बसिरहेछ, गुन्डा पालेर बसिरहेछ, पाखुराले लगाएर तपाईँले गुन्डा पालेर चाहिँ तपाईँले यहाँ लगाइरहेछ। तपाईँका चाहिँ योजनाहरू त्यो पैसा पूर्ति गर्नको लागि तपाईँ व्यवसायको चाहिँ कवाड व्यवसायको चाहिँ पैसा खोसेर त्यहाँ पूर्ति गर्नलाई तपाईँ योजना बनाइरहनु भएको छ। त्यस कारण तपाईँको यस्ता गलत निर्णयको विरुद्ध अब हामी सम्पूर्ण कवाड व्यवसायी एक भएका छौँ। हामी तपाईँका यो गलत कदमको विरुद्धमा हामी सङ्घर्ष गर्नेछौँ। त्यसको विरुद्ध हरेक पाइलामा तपाईँलाई चाहिँ हामीले चुनौतीका साथ हामी यो आफ्नो चाहिँ ताकत देखाएर तपाईँलाई देखाउँछौँ भन्ने कुरा हामी उद्घोष गर्न चाहन्छौँ। र म यो पनि भन्न चाहन्छु, अगाडिका वक्ता साथीले भन्नुभयो हाम्रो साइकल तपाईँले खोसेको होइन, हाम्रो अस्तित्व खोज्न खोजेको हो। त्यो साइकल तपाईँको ठाउँबाट सकुशल ल्याएर त्यहाँ जो बस्छन् त्यसलाई ठिक पारेर ल्याउँछौँ। त्यो पनि तपाईँलाई यहाँबाट घोषमा हाम्रो तपाईँका हरेक कुराहरू यहाँ तपाईँको के छ भने सांस्कृतिक कार्यक्रममा उफ्रेर वाह हुने। हेर्नुहोस्, तपाईँ गीत गाउनुपर्ने मान्छे मेयरको कुर्सीमा बस्ने भयो, गल्ती भयो। तपाईँले एउटा गरिब स्वरोजगार मजदुर आम कृषक श्रमजीवी वर्ग सबैलाई तपाईँले चाहिँ लखनले जुन योजना गरिनु भएको छ, तपाईँको यो कदमबाट तपाईँ सचिनुहोस्। होइन भने
तपाईँले आउने दिनमा तपाईँका ठुल्ठुला सपना होला, तपाईँका सपनामा राष्ट्र सञ्चालन गर्ने सम्मको योजना होला। 51% मधेसी समुदाय भएको यो पेसा व्यवसाय भएको एउटा व्यवसाय हो। यो मधेसी समुदायलाई तपाईँले लखड्नुभयो भने तपाईँले कसको भोटमा तपाईँले देशको नेतृत्व गर्नुहुन्छ यो पनि तपाईँले हेक्का राख्नुहोस्। मलाई लाग्छ तपाईँ अहिले नै तपाईँलाई मधेसमा चाहिँ तपाईँलाई चाहिँ प्रतिबन्ध लाग्न सक्छ। मधेसी जनताले तपाईँ प्रतिबन्ध गर्नेछन्। त्यस्तै गरे तपाईँलाई काठमाडौँमा पनि यहाँका नेवारहरूले तपाईँलाई लखड्नेछन्, यहाँका स्थानीय बासिन्दाले तपाईँलाई लखड्नेछन्। किन? म यसको तपाईँलाई भनिदिन्छु। तपाईँ नियम कानुनको आडमा यहाँ भएका चाहिँ कानुनको चाहिँ छुट्टो एउटा चाहिँ आफ्नो पत्र बनाएर मान्छेको घर भत्काउने, मान्छेको चाहिँ विस्थापित गर्ने जुन योजना गर्नुभएको छ यो तपाईँको काम गलत हो। यहाँ तपाईँको अहिले पनि तपाईँको त्यस्ता चाहिँ मजदुर साथीहरू छन्, त्यस्ता तपाईँको गरिब यहाँ जनता छन् जसले आज बाध्य भएर भूकम्पले पूर्ण क्षति भयो भनेर रातो कार्ड पाएको घर जहाँ बस्नु पनि एउटा जोखिम छ, बाध्य भएर टेका लाएर बसेर जीवन बाँचिरहेको अवस्था छ। तपाईँले त भोलि त्यो घर पनि भत्काउन जानेछ, तपाईँ त्यहाँ पनि जानुहुनेछ र त्यो तपाईँको कदम विरुद्ध यहाँका स्थानीयले पनि तपाईँले लखड्नेछ। तपाईँले के सोच्नु पर्यो भने मुलुकलाई राम्रो बनाउँदै गर्ने, यहाँ त तपाईँ युरोप बनाउने, देशलाई युरोप बनाउने भनेर चाहिँ नारा दिँदै गरिरहनु भएको छ। देशको जनता सम्हालिएको भइसक्यो, खान नपाएर तपाईँको 1-2 खान नपाएर तपाईँ गरिबीको रेखा पनि गइसक्यो। बाध्य भएर नेपाल छोडेर चाहिँ खाडी मुलुकमा गएर काम गर्न बाध्य भएको छ। तपाईँलाई के कुरा सोच्नु भएको छ? यहाँबाट जाने खाडी मुलुकमा लगायत विदेशमा जाने चाहिँ नेपाली युवा युवतीहरू बक्समा प्याक भएर कति फर्किरहेको छ। त्यो जति पनि फर्किरहेछन् त्यसको एउटा कारण तपाईँ हो। त्यो कारण तपाईँ हो। यो जुन नेपालीहरू लास भनेर जुन नेपाललाई फर्किरहेछ त्यसको कारण तपाईँ हो, तपाईँको नीति हो। यही देशमा पौरखमा यहाँ काम गर्छु, यही रोजगारी गर्छु, यही खान्छु भनेर भन्दाखेरि यहाँ नगर भनेर लखड्ने र त्यहाँबाट बाकसमा प्याक भएर आउन बाध्य बनाउने तपाईँ जस्ता गलत प्रवृत्तिका नेतृत्वको कारणले गर्दा यो देशलाई चाहिँ साँच्चै बनाउने यो मुलुकलाई चाहिँ अब हामीले चाहिँ आफ्नै नेपालको नेपाली भनेर हिँड्नु पनि अब अप्ठ्यारो अवस्था। त्यसकारण म यहाँलाई अरू धेरै वक्ता साथीहरू पनि हुनुहुन्छ, म यति मात्र भन्न चाहन्छु, हाम्रो आन्दोलन अब अझ सशक्त ढङ्गले अगाडि बढ्नेछ। र यो स्टेजबाट म भन्न चाहन्छु, अहिले भर्खरै तपाईँको मधेसको अभियानमा लागिरहेका माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कमरेजीलाई भन्न चाहन्छु, तपाईँकै मधेसी जनतालाई तराईमा होइन पहिले काठमाडौँको मधेसी जनतालाई तपाईँ सुरक्षित गर्नुहोस्। काठमाडौँमा रहेको मधेसी जनताको हक लागि अब आउनुहोस् हाम्रो आन्दोलनमा, त्यहाँ तपाईँलाई हामी बोकेर लैजाउँला। प्रधानमन्त्रीको कुर्सीमा बस्नुभएका तपाईँ केपी शर्मा ओली हाम्रो ओलीजीलाई म भन्न चाहन्छु, तपाईँले समृद्ध नेपाल र सुखी नेपाल, मुलुकमा मान्छे नभइसकेपछिको नेपाल समृद्ध र सुखी नेपाल हुन्छ। यी यस्ता गलत प्रवृत्तिका चाहिँ यो शासक वर्गलाई तत्काल कारवाही गर्नुहोस्। सक्दैन भनिदिनुहोस्, तिनीहरूलाई ठिक पार्न हामी तयार छौँ, तिनीहरूलाई ठिक पार्न। हाम्रा व्यवसाय तयार छ, लाखौँ उत्रिने छन् यहाँ अब कवाड व्यवसाय मात्रै उत्रिन, यहाँ तपाईँको यो सडक व्यवसाय, अन्य स्वरोजगार व्यवसाय, यहाँ त तपाईँको फलफुल व्यवसायदेखि लिएर तरकारी व्यवसाय, सम्पूर्ण व्यवसाय साथीहरू पनि अब हामी सिद्धिने भयो भनिरहेछन्। यी सबै उत्रिने छन्। यो काठमाडौँ महानगरपालिकाको ज्यादती विरुद्ध हामी सम्पूर्ण मुलुकभरिका सर्वहारा वर्ग, सम्पूर्ण मजदुर वर्गलाई म भन्न चाहन्छु, हामी अधिकारको लडाइँ अब फेरि लड्ने अवस्था आएको छ। विभिन्न परिवर्तनको लागि हिजो हाम्रो बलिदान र हाम्रो चाहिँ आहुति दिएका थियौँ, मलाई लाग्छ अब फेरि पनि त्यो दिन हाम्रो आएको छ। यो कुन तन्त्र हो भन्दाखेरि यो कुनै संहिता, कुनै गणतन्त्र, यो लोकतन्त्र केही पनि होइन। यो लुटतन्त्र हो। यो लुटतन्त्रका शासकको कुर्सीमा बसेका बालेन शाह र राजु पाण्डेलाई घिसारेर सडकमा ल्याएर हामी नङ्गे झार पार्छौँ। त्यसको लागि हाम्रो साथीहरू आइसकेका छन्। खबरदार, अब हाम्रो तपाईँले हिजो खोसेका साइकल मात्र होइन, हाम्रा भत्काएका हरेक कबाडको क्षतिको एक हिसाब लिन तपाईँको चाहिँ ठाउँमा आउनेछौँ। यति भन्दै हाम्रो अन्य वक्ता साथीहरू पनि यो कुरा अगाडि राख्नेछन्। मेरो 2 शब्द यही टुङ्ग्यो। धन्यवाद, नमस्कार।